नमस्ते साथीहरू, गुड मर्निङ। यो चिसो मौसममा मेरो हात ठिराइरहेको छ, हिउँ परिरहेको छ हैन होला सायद यतिखेर हाम्रो जीवन सरको यो सानो मिनी भ्लगमा चाहिँ तपाईहरुलाई स्वागत छ। यतिखेर घाम टक्क देखिएको छ, घाम देखिए पनि के गर्नु गाइस, यति जाडो छ कि यो हैन। सैलुङ डाँडा हामी यता टुडेबाट चाहिँ हामी टुडेमा बास बसेका थियौँ, त्यसपछि हामी सैलुङ बजार सैलुङ डाँडाको लागि चाहिँ हामी हाम्रो यात्रा जारी छ। हामीले इन्द्रावती नदी सँगसँगै हाम्रो यात्रा तय गरिरहेछौँ, अगाडि बढिरहेछौँ। सैलुङ बजारमा चाहिँ यस्तो देख्न सक्नुहुन्छ तपाईँले होइन। त्यस पछाडि हामी माथि सैलुङेमा चौरी डुलाउने हजुर सैलुङे डाँडा मजादा मन भयो मेरो भुटुकै। हामी सैलुङ डाँडामा पुग्न लागेका छौँ गाइजहरू। हामी निरन्तर बाटोमै छौँ यतिखेर। यो अब हाम्रो गन्तव्य त्यो माथिको डाँडा हो भनेदेखि लिएर हैन। अब यहाँनिर हाम्रो गौतम बुद्धको ठुलो यहाँनिर मन्दिरमा हाम्रो साथ जुत्तै लाएर हो। यहाँ चाहिँ अब हामी यो सैलुङ डाँडामा उकालो यहाँदेखि यता बाइक नजाँदो रहेछ, सिँढी चढेर जानुपर्ने अवस्था छ है। बाइकको यात्रा यहीँ अन्त्य हुन्छ। माथिसम्म कति टाइम लाग्छ जान? 1 घन्टा? 1 घन्टाको बाटो अब हामी हिँडेर जान्छौँ सर। अब हामी यस्तो बेसी हिँडेर जाने छ। अहिले चिया पिउँदै हो। हामीलाई फसाइयो है, माथि नै गाडी आउने रहेछ तर माथि गाडी आउँदैन भन्दै रहेछ। हामीलाई फसाइयो, उकालो हिँडाइयो। यो मान्छे फसाउने प्रवृत्तिलाई चाहिँ एकदम हटाउनु पर्ने अवस्था छ है नेपालमा। यो उकालो पुरै ग्रेट वाल छ है। यस्तो छ है। ल गाइज, फाइनल्ली हामी यहाँ यो सैलुङ डाँडा, दोलखाको सैलुङ डाँडामा प्रवेश गरिसकेका छौँ। अब हामी अझै माथि जान्छौँ डाँडामा है। डाँडामा कुहिरो लागिरहेको अवस्था छ। यो गाईहरू यहाँ, यो चौरी गाई हो कि क्या सर? चौरी गाई होला सायद है। घाँटीमा घन्टी झुन्डाएर चाहिँ पुरै चरिरहेको अवस्था छ। यहाँ जताततै पानी छ है। यो पानी चाहिँ हो भुइँबाट उम्रेको पानी हो। यस्तो खुला डाँडा छ र पनि यहाँ पानी उम्रिरहेछ है। हाम्रो श्री सर चाहिँ अगाडि बढ्दै हुनुहुन्छ। यहाँ दोकान राख्ने ठाउँहरू रहेछ है। च्याङ्रा होइन यो? च्याङ्रा हो यो। ल च्याङ्रा हेर्नुहोस्, ल च्याङ्रा यो है। यस्तो ठाउँ छ है।
हामी लगातार अगाडि बढिरहेका छौँ। कस्तो दामी ठाउँ ल, सैलुङ डाँडा भनेको यस्तो पुरै खाली एउटा बोटहरू छैन, कुखुराहरू मात्रै छ। बिरुवाहरू पनि यस्तो राम्रो दामी ठाउँ है। यस्तो ठाउँमा भिडियो गर्न छोडेर म चाहिँ कुना काप्चामा भिडियो गर्दै रहेछ। गाइस फाइनल्ली हामी यो सैलुङको डाँडा पुगेका छौँ है। यहाँ गेम भइरहेको छ, दोकानहरू है यस्तो छ। यिनीहरू चाहिँ के हो, जडीबुटी हो? यस्तो हुँदो रहेछ ल। यो चाहिँ के हो, छुर्पी हो? सैलुङ ललिपप। पर्यटकहरू छ है। यस्तो छ है। हाम्रो सर कता जानुभयो? हामी माथि नै जाने हो र? ल यहाँ चाहिँ यस्तो रहेछ है, सैलुङ गाउँपालिका है, घन्टी छ है। भीमसेन तरबार यो पारी पुरै हिमालहरू देखिने, तर आज मौसम गडबडको कारणले देखिरहेको छैन। यस्तो छ है। यहाँ हाम्रो दिदीले बेच्दै हुनुहुन्छ। यो यिनीहरू चाहिँ के हो? यो चक्लेट हो? यिनीहरू कसरी हो? ओहो, के हो यो? के हो, के को औषधि हो? ग्यास्ट्रिकहरूको है हो। यो खाएपछि ठ्याक्कै हुन्छ है। उहाँ दिदीले औषधिहरू बेच्दै हुनुहुँदो रहेछ ल। यो औषधि खाएपछि चाहिँ यो चाहिँ प्योर के अरे जडीबुटी हो है, पदम जाल हो। यस्तो खाँदाखेरि चाहिँ साइड इफेक्टहरू त हुँदैन नि है। ल यस्तो प्रयोग गर्नु होला है, मेडिकलमा किन्नुभन्दा बरु यस्तो किनेर खाँदाखेरि राम्रो हुन्छ है गाइस। यो के अरे यसको नाम? सुनहरी। यो एउटै हो यो र यो? यसको कति रुपियाँ? यसको 10। यिनीहरू चाहिँ के त? यिनीहरूको के औषधि हो? यो पनि उसिनेर खानुपर्ने हो नि त। हाम्रो दिदीले यहाँ बेच्दै हुनुहुन्छ औषधि है। यो चाहिँ एकदम जडीबुटी है, अर्ग्यानिक जडीबुटी, केही रासायनिक पदार्थ नमिसाइ। दिदी अनि तपाईँहरूसँग यतातिर क्युआर नहुने रहेछ होइन? यहाँबाट फेस पुरै देखिनु पर्यो। ल ल रेडी। त्यसपछि मलाई ठ्याक्कै ल यहाँ पुराउनु क्या। रेडी 3 2 1 गो। खाइन्छ साले, जिन्दगीमा के लानु छ र? आफ्नो खाने हो, अरूको खाएको छ र? इन्ट्री बनाऊ ल। के गरेको? भएर दिउँसो जाँड खाने, रक्सी खाने। खाँदा के हुन्छ त? मेरो सब बाउको सम्पत्ति खाए त अझ बढ्दा पर्छ। हान्यो कुट्यो अझै। अबदेखि खाँदिनँ गुरु, हजुरको खुट्टा टोक्छु। ठिक छ भने फर्किनु सर। ओके ठिक छ ल। तपाईँ बोल्नु भन्दा फेरि ए